हो सकिए यशोदा मैमजी तपाईँले मलाई यो अवसर दिनुभयो र म सञ्चालकको हैसियतमा आज दुई शब्द बोल्न पाउँदा आफूलाई गर्वले सम्झेको छु र यस कार्यक्रमका नेसनल पब्लिक स्कुलले कार्यक्रम गरिराख्नु भएको छ त्यसका अध्यक्ष गरिराख्नु भएका फाउन्डर प्रिन्सिपल राधेकामाजी त्यस्तै हाम्रो स्कुलका अर्का फाउन्डर डाइरेक्टर दिलीप बजराईजी विशिष्ट प्रमुख अतिथि अहिले भर्खर मन्तव्य दिएर कार्यव्यस्तताका कारण हिँडिसक्नु भएको छ उहाँका गाउँपालिका कठडी गाउँपालिका अध्यक्षजी हिँडिसक्नु भएको छ र हाम्रा कठडी वार्ड नम्बर 4 का वार्ड अध्यक्ष जी उहाँ पनि सदस्य सबै हिँडिसक्नु भएको कार्यक्रम विलम्ब भएको कारणले सबै कार्यव्यस्त देखाएर हिँड्नु भएको छ हामी स्कुल परिवार मात्रै बाँकी छौँ र प्यारेन्ट्सहरू बाँकी बस्नुभएको छ सबैलाई मेरो तर्फबाट यहाँ देश महासिंह लगायत हाम्रा अभिभावकहरू डान्स गरेर नृत्य गर्ने हाम्रा बच्चा के अरे विद्यार्थीहरू र त्यसपछि नृत्य सिकाउने हाम्रा नृत्य टिचर के अरे शिक्षकज्यू सबैलाई न्यानो अभिवादन र नमस्कार गर्न चाहन्छु। यो विद्यालय 61 सालमा स्थापना भई सानो झुपडीबाट आफ्नो कार्यक्रम सुरु गरी आज 10 कक्षासम्म पिजी ग्रुपदेखि लिएर 10 कक्षासम्म सञ्चालनमा छ र अगाडिका दिनमा हामी यसलाई झन् व्यवस्थित गरी लानेछौँ भन्ने प्रतिबद्धता मेरो र यस स्कुलबाट निक्लेका विद्यार्थी तपाईँले अघि देख्नुभयो हाम्रो गीतमा गायककार विजय हैन पिन्टु सन्यालजी यति ठुला सोल्टी होटल 3 स्टार 5 स्टार होटल काठमाडौँ नेपालमा नै नाम गरेर उहाँ आफ्नो नृत्य प्रस्तुत गर्नुभएको छ। यही स्कुलबाट विद्यार्थी हो र अर्का हाम्रा धेरै विद्यार्थीहरू म नयाँ आएको हुनाले म सुनेको पनि छु धेरै विद्यार्थीहरू हाम्रा डाक्टरका प्रिपेरेसन गरिराख्नु भएको छ इन्जिनियरका त्यसपछि निकै सेक्टरहरूमा कृषि क्षेत्रमा औद्योगिक क्षेत्रमा सबैमा गइसक्नु भएको छ र तपाईहरुसँग म आशा राख्दछु आफ्नो बालबच्चालाई भविष्य उज्जवल बनाउनुहुन्छ र हामीसँग हुने काम हाम्रो यहाँ स्कुलमा 12 जना शिक्षिका शिक्षक शिक्षिका 4 जना कर्मचारी र 4 जना फाउन्डरको प्रत्यक्ष निगरानीमा हामीहरू 24 घण्टा हामीहरू आफ्नो निगरानीमा बसेर बच्चाहरू सेवा दिइरहेको छु र हामीहरूको ड्युटी 24 घण्टा हुन्छ 7 बजेदेखि राति 9 बजेसम्म चारैटा फाउन्डर यहाँ बसेर काम गरिरहेको छु। साथसाथै टिचरहरूलाई पनि त्यही शिक्षकहरूलाई जो तालिम दिलाउनु पर्छ तालिम पनि दिलाएर हामी काम गरिरहेको छौँ र यो भन्दा अगाडि हामी यो भन्दा राम्रो गरौँ भनेर हामी आशावादी छौँ। तपाईहरुले मलाई साथ र सहयोग दिनुहुन्छ भन्ने आशा राख्दै कार्यक्रम धेरै दिनसक्नु हुनाले अब म आफ्नो दुई शब्द यही व्यक्त राख्न चाहन्छु। धन्यवाद। जय सरस्वती।